हेलो एभ्रिवान, हजुरहरूलाई स्वागत छ मेरो फेसबुक ब्लगमा। अनि आज जोरदार म चाहिँ के को तयारी गर्दैछु भनेर चाहिँ हेरेर चाहिँ बुझिहाल्नु भयो होला के को चाहिँ तयारी हुँदैछ भनेर है। आज चाहिँ हाम्रो घरमा चाहिँ मोमो पार्टी हुँदैछ। अनि मलाई यो मैदा मुस्नु चाहिँ साथीहरू एकदम मनै पर्दैन हो। बरु मलाई 5 केजी आँटा दियो भने एकछिनमा मुसिन्छ, तर मलाई यो मैदा मुस्नु चाहिँ एकदम मन पर्दैन। अन्त यहाँ चाहिँ म फाले पनि बनाउँछु किनकि हस्बेन्डलाई फाले पनि खानु मन लागेको थियो अरे। त्यसपछि अलिकति मोमो पनि बनायौँ, फालेर मोमो दुइटै बनाएँ हामीले होइन। अन्त पाकिसकेपछि चाहिँ यहाँनिर मैले टमाटरको अचार पनि बनाउनुको लागि रेडी गरेँ हो। यस्तो मिठो बनाएको थिएँ, टमाटरको अचार पनि मिठो भएर टेस्टी हो। त्यसको बाद चाहिँ हाम्रो मोमो पाकेर रेडी छ। अन्त चाहिँ मैले यहाँनिर फाले पनि अलिकति बनाएको थिएँ हो, दामी भएछ फाले पनि। अन्त हामी सबैजना फ्यामिली बसेर चाहिँ यहाँनिर खानुको लागि रेडी भएँ है। यहाँनिर सर्भिङ गर्दैछु यतिखेर। अब चाहिँ यस्तो मिठो भएको थियो कि मोमो साथीहरू सोच्दाखेरि अहिले नै थोक आउँदैछ मुखमा। अनि सुप पनि हेर्नुहोस् क्या मिठो भएको थियो। चाहिँ मैले फर्स्ट बाइट खाएको किनकि मेहनत गर्ने पनि मै हो, खानु पनि फर्स्टमा त मैले खानु पऱ्यो नि त है। त साथीहरू यहीँसम्म थियो मेरो आजको ब्लग। तपाईँलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। बाई बाई।